प्रिय काङ्ग्रेसजनहरू, हार्दिक अपील। जनताको भावना र युवाको आक्रोशलाई आत्मसात गर्दै यो विषम परिस्थितिमा हिजोको गल्ती र कमजोरीलाई समीक्षा गरी फेरि कहिल्यै गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दै फेरि पनि सम्हालिएर अगाडि बढ्नुको विकल्प छैन। राजनीतिमा आउने हरेक आरोह अवरोह, चुनौती र बाधालाई पन्साएर लोकतन्त्र, स्वतन्त्रता, मानव अधिकार र नागरिकको नैसर्गिक अधिकार रक्षाका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिकता र साझा भावनाका साथ नेपाली काङ्ग्रेसलाई यो संकट र अप्ठ्यारो घडीबाट पार्टीलाई जोगाउन, बचाउन हामी एकजुट भएर हिँड्नुपर्ने बेला आएको छ। अहिले एकअर्कालाई हिलो छ्याप्ने बेला होइन, आपसमा लड्ने, भिड्ने, टुट्ने र फुट्ने समय पनि होइन। आपसी मतभेद र झगडालाई बिर्सेर एकजुट हुने समय हो। जतिसुकै कष्ट र सङ्कटपूर्ण बाटो भए पनि धैर्यता र संयमतापूर्वक निराश नबनेर, नबहकिएर सन्तुलित हुँदै गम्भीरतापूर्वक, बुद्धिमत्तापूर्ण र जिम्मेवारीपूर्ण ढङ्गले अगाडि बढ्नु आजको दिनमा हामी सबैको साझा कर्तव्य र दायित्व हो। हातमा हात, काँधमा काँध मिलाएर नेपाली काङ्ग्रेसमा व्यापक सुधार र आमूल रूपान्तरण गरेर अगाडि बढ्नुको आजको दिनमा अर्को कुनै विकल्प छैन। जय नेपाल। आजको आवश्यकता बृहत्तर एकता, सुध्रिने र सच्चिने स्पष्ट प्रतिबद्धता,